म चाहिँ आज लाई रोप्नलाई बिरुवा छैन नि त अस्ति यो चाहिँ हेर्दै गर्नु होला भिडियोमा भर्खरै लागेको काम अब किनभने रोप्न भ्यास बिरुवा रोप्न टाइम लाग्छ एकदमै फल यो टुसाको धेरै धन्यवाद है हुन्छ है अन्त बिरुवा झिक्ने स्टाइल मात्र झिकेको यो म चाहिँ एक मात्र छोडिदिन्छु किनभने यहाँ बिरुवाकै लागि राख्नुपर्ने अन्त देख्न सक्नुहुन्छ यति निस्केको छ है यो झ्याङबाट चाहिँ बिरुवा चाहिँ यति निकालेको छु मैले यसमा चाहिँ यति मात्र छोडिदिने हो यो चाहिँ 3टा नदी छ 3टा नदीले इनफ यहाँ देख्न सक्नुहुन्छ 2टा 3टा त पलाइराखेको छ अहिले नै है अब 1 वर्षमा त कति हुन्छ है कुरै नगरौँ यो चाहिँ झ्याङै उखाल्ने हो है यहाँ चाहिँ बाक्लो छ नि त अनि त्यही भएर यो चाहिँ यहाँ बाक्लो भएर बिरुवा सबै बिग्रिसकेको छ क्या एकदम देख्न सक्नुहुन्छ बब्बर छ यो चाहिँ भारलाङ देख्न सक्नुहुन्छ यो चाहिँ भारलाङ अलैँची हो है एकदम प्योर भारलाङ हो यसको यो क्वालिटी देख्दै तपाईँलाई थाहा भइहाल्छ होइन कतिले चिन्नुहुन्छ कसले चिन्नु हुँदैन होइन यो चाहिँ हाम्रो पाहाडमा हुने जात हो भारलाङ एकदम राम्रो छ सो यो सबै बाक्लो यो टुसाको लागि राखेको नि त त्यही भएर यो एकदमै बाक्लो छ यसलाई चाहिँ अब झिक्ने हो टुसा झिक्ने हो अनि यहाँनिर एउटा राखिदिने हो त्यहाँनिर अनि त्यहाँ छँदैछ सबै यो बिरुवा हो है किलाउँदै बिरुवा झिक्छु है अनि एकदम मजाले झिक्ने हो बिरुवा चट्टला छ बनाबै छैन होइन सट्ट झिक्ने हो देख्न सक्नुहुन्छ यस्तो निस्किन्छ क्या बिरुवा चाहिँ मैले अहिले झिकेको गाछबाट चाहिँ यहाँ देख्न सक्नुहुन्छ यति निस्केको छ है यहाँनिर चाहिँ लगभग 25 नली जति छ है एकदम राम्रो निस्केको छ बिरुवा देख्न सक्नुहुन्छ है झ्याङ एकदम राम्रो थियो नि त त्यो अनि त्यही भएर यहाँ बिरुवा पनि राम्रो छ है यो चाहिँ भारलाङ हो यो चाहिँ 17 रुपियाँ गोटा हो है 17 रुपियाँ नली पर्छ अरे यो अहिले बिक्री वितरण चाहिँ 17 रुपियाँमा भइराखेको छ अरे है 17 देखि 20 सम्म बुझ्नु होला भारलाङ अलैँचीको चाहिँ कसरी छ प्रति गोटा नलीमा भनेर चाहिँ बुझ्न सक्नुहुन्छ है यो चाहिँ एकदम राम्रो खालको हो यो अलैँची चाहिँ हतपत पाउँदैन नि त त्यही हो है त्यही भएर अलिकति महँगो पर्छ यो अलैँची चाहिँ हाम्रो पाहाड चिसो ठाउँमा हुने जातको हो यो अलैँची यो अरू जस्तो त्यो सल्लाहपुरहरू जस्तो 5-6 रुपियाँ गोटा यो चाहिँ बिरुवाको लागि हो है